नमस्ते नमस्कार साथीहरू। आज हामीहरू पढ्नेछौँ जयप्रकाश मल्लको बारेमा। यसको एकदमै सानो ट्रिक छ, तपाईहरु बुझ्ने प्रयास गर्नुहोला। पहिला हामी सर सुरुदेखि अन्तिमसम्म जयप्रकाश मल्लका बारेमा केही बुँदाहरू बुझ्ने प्रयास गरौँ। त्यसपछि एकदम राम्रो लजिक पनि छ, यसको 2 मिनेटमै याद हुने लजिक छ। पहिला बुझौँ यसका पोइन्टहरू के रहेका छन्। जयप्रकाश मल्ल कान्तिपुरका अन्तिम राजा थिए वा कान्तिपुरका अन्तिम मल्ल राजा पनि भनिन्छ र कान्तिपुरका अन्तिम राजा पनि हुनुहुन्थ्यो। एक दोस्रोमा पृथ्वीनारायण शाहसँग छाता र जुता माग्ने राजा। यहाँ छाता र जुता भन्नाले के हो? छाता भन्नाले श्रीपेच र जुता भन्नाले के हुन्छ? त्यसको आफ्नो राज्य पृथ्वीनारायण शाहसँग मागेको थियो। कान्तिपुरको युद्धमा पृथ्वीनारायण शाहले विजय प्राप्त गरेपछि त्यो के भन्छ, जयप्रकाश मल्लले चाहिँ पृथ्वीनारायण शाहसँग आफ्नो श्रीपेच र आफ्नो राज्य चाहिँ फिर्ता मागेको थियो। त्यसलाई नै भनिन्छ के? छाता र जुता माग्ने राजा। अर्को के छ? अभागी राजा भनेर पनि जयप्रकाश मल्ललाई चिनिन्छ। त्यस्तै स्वर्ण मुद्रा, जाभा मुद्रा र असर्फीको चलन चलाउने राजा पनि जयप्रकाश मल्ल हुनुहुन्थ्यो। एउटा कुरा यहाँ ध्यान दिनुहोला, यो जाभा मुद्रा चाहिँ विश्वकै सानो एकाइको मुद्रा हो जुन चाहिँ गिनिज बुकमा रेकर्ड छ। त्यस्तै घोडे जात्राको सुरुवात गर्ने राजा। अर्को बालाजुको 21 धारा बनाउने राजा। त्यस्तै इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन पनि जयप्रकाश मल्लले चलाउनु भएको थियो। तर इन्द्र जात्राको सुरुवात चाहिँ गुणका देवले गर्नुभएको थियो। यो भन्दा अघिको भिडियोमा म यो जात्राहरूको बारेमा यो एउटा भिडियो बनाएको छु, तपाईहरु गएर हेर्नु होला। अब यसलाई हामी सानो भन्दा सानो ट्रिकले सजिलो तरिकाले कसरी सम्झिने त? आउनुस्। जयप्रकाश मल्ल कान्तिपुरका अन्तिम राजा हुनुहुन्थ्यो। जयप्रकाश मल्ल कान्तिपुरका अन्तिम राजा हुनुहुन्थ्यो। अनि जयप्रकाश मल्लले पृथ्वीनारायण शाहसँग छाता र जुता माग्न गयो। अनि पृथ्वीनारायण शाहले के भन्नुभयो? जयप्रकाश तँ धेरै अभागी छस्। के? जयप्रकाश तँ धेरै अभागी छस्। तँलाई मैले स्वर्ण मुद्रा दिए, जाभा मुद्रा दिए र माथिबाट असर्फी पनि दिए, तब पनि तिमी छाता जुता माग्न आएछौ। ल ठीक छ, तिमीलाई छाता र जुता चाहियो भने घोडामा बसेर बालाजुको 21 धारामा नुहाएर आइजा। बालाजुको 21 धारामा नुहाएर आइजा अनि आउने बेलामा चाहिँ कुमारीको रथमा चढेर आउनु, अनि तिमीलाई म छाता र जुता फिर्ता गरिदिनेछु। एकचोटि यसलाई अझै सरल तरिकाले बुझ्ने प्रयास गरौँ। जयप्रकाश मल्ल कान्तिपुरका अन्तिम राजा हुनुहुन्थ्यो। उहाँ चाहिँ पृथ्वीनारायण शाहसँग छाता र जुता माग्न गयो। अनि पृथ्वीनारायण शाहले भन्नुभयो, ए जयप्रकाश तँ धेरै अभागी छस्। के छस्? तँ धेरै अभागी छस्। तँलाई मैले स्वर्ण मुद्रा दिए, जाभा मुद्रा दिए, माथिबाट असर्फी पनि दिए, अनि फेरि तिमी आएछौ म कहाँ? छाता र जुता माग्न। ल ठीक छ, तिमीलाई छाता र जुता चाहियो भने घोडामा बसेर जा अनि बालाजुको 21 धारामा नुहाएर आइजा, अनि आउने बेलामा चाहिँ कुमारीको रथमा बसेर आउनु, अनि तिमीलाई छाता जुता फिर्ता गरिदिन्छु। यो लजिक सम्झिराख्नु होला, एकचोटि अझै बुझ्ने प्रयास गर्नु। अर्थात् कान्तिपुरका अन्तिम राजा, यो कुरा बुझिहाल्नु। पृथ्वीनारायण शाहसँग छाता र जुता माग्ने राजा जयप्रकाश मल्ल। त्यसपछि जयप्रकाश मल्ललाई अभागी राजा पनि भनिन्छ। त्यस्तै नेपालमा स्वर्ण मुद्रा, जाभा मुद्रा र असर्फीको प्रचलनमा ल्याउने राजा पनि जयप्रकाश मल्ल हुनुहुन्थ्यो। त्यस्तै घोडे जात्राको सुरुवात पनि जयप्रकाश मल्लले गर्नुभएको थियो। त्यस्तै बालाजुको 21 धाराको निर्माण पनि जयप्रकाश मल्लले गर्नुभएको थियो। तर 22 धारा चाहिँ रणबहादुर शाहले गर्नुभएको थियो। 21 धारा जयप्रकाश मल्ल र 22 धारा रणबहादुर शाह। त्यस्तै इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन पनि हैन जयप्रकाश मल्लले चलाउनु भएको थियो। भिडियो मन परेमा साथीहरूलाई पनि सेयर गर्नुहोला, किनभने शिक्षा र ज्ञान सधैँ बाँडेर अगाडि बढ्नुपर्छ।